विश्वभरि रहेका नेपालीहरूको चासो छ। नेपाली कम्युनिटी लिड गरेछ, चाहे 7 सालमा होस्, चाहे 62-63 होस्, चाहे संविधान निर्माण गर्दा होस्, नेपाली कम्युनिटी नेतृत्व गरेको। त्यो नेतृत्वदायी भूमिका अहिले पनि काङ्ग्रेसले निभाएको छ। अर्कोतर्फ विश्वका नेपालीहरू किन खुसी छन् भने नेपालमा अहिले वर्तमान र भविष्य दुईटै भएका व्यक्तिहरूको छ। उनीहरूको हातमा नेपालको नेतृत्व जाँदैछ। तसर्थ उनीहरू संयम धैर्य भएर अगाडि बढ्ने त्यो शुभकामना छ देशभरिबाट भनेका छन्। तसर्थ अहिले हामीलाई नेपाली जनतालाई सन्देश दिन पर्ने छ, यो पार्टी हाम्रो हो, यो देश हाम्रो हो, यो जनता हाम्रा हुन्, यो प्रजातन्त्र हामीले ल्याएको र यो संविधान हामीले बनाएको हो। त्यसकारण हाम्रो यसको संरक्षण, सुरक्षा, विकास र प्रगतिका निम्ति हामीले एकजुट छौँ। त्यसका निम्ति हामीले हाम्रो पार्टी राम्रो बनाउँछौँ, सक्षम बनाउँछौँ र कार्यकर्तालाई समान अवसर र न्याय दिन्छौँ भने प्रतिबद्धता व्यक्त गर्न छ। त्यसमा तपाईँ दुईटा महामन्त्री हुनुहुन्छ। त्यसकारण साथीहरूलाई तपाईँले सबैलाई आश्वासन दिएर यो पार्टी अब हामी नेतृत्व गर्दैछौँ भन्ने दृष्टिकोण दिनुहोस्, यही अहिलेको आवश्यकता। अहिले चन्द्र दाईले डाक्टर साहबलाई साक्षी राखेर जे कुरा भन्नुभएको मेरो कुरा पनि त्योभन्दा फरक, अर्को महामन्त्रीको त्योभन्दा फरक केही पनि कुरा हुँदैन। खालि हाम्रो कुरा यति मात्र हो कि भदौ 23 गते अगाडिको नेपाल र भदौ 23 गते 24 गतेपछि नेपाल एउटै होइन। यो भ्रमण हामीले सुन्नुपर्छ। यो नेपाल एउटै होइन भने भदौ 23 गते अगाडिको नेपाली काङ्ग्रेस जसरी चलिरहेको थियो, हामी कसरी सोचिरहेका थियौँ, कसैलाई दोष दिँदैन। हामी पनि त जे गरिरहेका थियौँ जस्ताको जस्तै हुबहु त्यस्तै सोचेर त्यस्तै गरेर आजको नेपालको नेतृत्व गर्न सकेन। के भएकोले हामीले त्यो घटना पछाडि पनि उत्तौलो भयो। त्यत्रो देशमा घटना भयो, उथल पुथल सामान्य घटना मान्ने भयो। हामी त ठिक गर्ने सांसद थियो। अब अहिले चाहिँ निर्वाचन तयारी गर्दैछ। यत्रो पार्टी ठुलो पार्टी थियो, सरकारमा थियो, के पनि छैन नि त। यत्रो उथल पुथल त सामान्य घटना हो। यत्रो उथल पुथल पछाडि नेपाली काङ्ग्रेस पार्टीलाई कसरी हेर्छ त? हामी अघि पनि ठाउँ पहिलाको भन्दा फरक कहाँ छ त? हाम्रो सोचाइ के हो? हामी देश र जनतालाई के भन्छ? खास गरी नौजवानहरूलाई के भन्छ? उनीहरूको हामीसँग त क्वेसनै क्वेसन छ। उनीहरूलाई हामी के भन्छ? यो सबै प्रश्नको उत्तर खोजौँ। त्यो प्रश्नको उत्तर खोज्नको लागि सबभन्दा सर्वोच्च थलो भनेको administration जाउँ, बसौँ, खोजौँ, नेतृत्वको के अनुसारले खोजौँ भन्ने हाम्रो प्रयास हो। हाम्रो प्रयासबाट हामीले भनेको जस्तो थाकै भयो। तर नहुँदै गयो भने हाम्रो केही जिम्मेवारीहरू छन्, जिम्मेवारी हामी पुरा गर्नुपर्छ। तर दाइले भनेको जस्तो नेपाली काङ्ग्रेस पार्टीलाई हामीले गर्ने प्रयासबाट थप बलियो बनाउनु पऱ्यो। त्यसैले हामीले गर्ने प्रयासबाट, हाम्रो अभियानबाट, यसबाट यति कुरा चाहिँ म पार्टीको अभिभावक पनि र पार्टीको एकदमै लोकप्रिय नेतालाई साक्षी राखेर मैले भनिदिएको हाम्रो अभियानबाट नेपाली काङ्ग्रेस पार्टी थप मजबुत हुन्छ। पार्टी हो, कोही मान्छेले पार्टीपछि उठाउँछन्। अब मैले नजानेर भनेको हो नि त, तर नजानेर भनेको जानी यो कतिपय सन्दर्भमा उकास छ। म तपाईँलाई साक्षी राखेर त्यो कुरामा आम देशभरिका पार्टीको सबैलाई आश्वस्त बनाउँछु, पार्टी फुट्दैन। कसैले चाहेर पार्टीमा कुनै कुरा आउँछ। यदि साँच्चीकै अप्ठ्यारो अवस्था आउने अवस्था भयो भने त बरु विष पिउँछ नि। बरु त्यो चाहिँ विष आफूले पिउने, आफूले विष पिएर भए पनि यसको एकतालाई जोड। खालि हाम्रो प्रयास भनेको चाहिँ पार्टीलाई सान्दर्भिक बनाएर, पार्टीलाई कम्तीमा नागरिकहरूलाई नेपाली काङ्ग्रेस पार्टीभित्र मेरा निम्ति हामीले सोचेको जस्तो हामीले खोजेको प्रश्नको उत्तर खोज्ने प्रयास त भइरहेको छ। नभए त्यो डेट पार्टी हुन्छ। एउटा पार्टीको अधिवेशन भयो होइन, मैले अरू पार्टीको टिप्पणी गर्दिनँ। तर यत्रो नौजवानहरूको भावनालाई उसले के गर्यो भने उसले त्यो के पनि होइन भन्थ्यो। हामी के भन्छौँ त भन्ने कुराहरूको एउटा उत्तर खोज्ने प्रयास मात्र हो। र जे हामी अहिले छलफल गरेर कुराकानी गऱ्यौँ, अगाडि कुराकानी गर्ने चिन्ता छ। जेसुकै होस्, तर पार्टी कलमाथि हुनु भनेको चिन्ता छ। त्यो कुरालाई अझ थप हामीले त्यसमा प्रश्न छौँ, तर अरू थप यस्तो कुराहरू त हामीलाई उत्साहित बनाउँछ नि त। त्यसलाई पनि हालै लाग्छ। र एउटा जेएनजी आन्दोलन अगाडि र पछाडि, जेएनजी आन्दोलनपछि हामीले यति ठुलो घटना घट्यो, मुलुक जल्यो, घरहरू जले, तपाईँको लगायत जल्यो, सरकारी सिंहदरबार जल्यो, जिल्ला जिल्लामा जल्यो। कार्यकर्ताहरू निराश छन्। त्यो कार्यकर्ताहरूलाई, निराश कार्यकर्ताहरूलाई इन्जेक्सन नदिकन, उत्साहित नदिकन त हामी अगाडि जान सक्दैनौँ। त्यसकारण कार्यकर्ताले हामीलाई के गरिरहेको छ भने
तिमी जेनजी आन्दोलनपछि पनि किन परिवर्तन भएनौ, किन उत्साहित छैनौ, किन गरिरहेको छैनौ भन्ने छ। त्यसको लागि यसका निम्ति हामीले अब चाहिँ जो कार्यकर्तालाई उत्साहित, देशलाई उत्साहित, जनतालाई उत्साहित गराउने सबैभन्दा ठुलो चुनौतीपूर्ण कुरालाई पनि हामीले लिएर जानुपर्छ। मेरो त केही छैन, शुभकामना छ। तपाईँले उठाएको एजेन्डाहरूमा हाम्रो पूर्ण रूपमा हाम्रो समर्थन। Hardik IVF and Fertility Center, where miracles come to life.